नमस्ते, वेलकम टु माई च्यानल। आज चाहिँ मैले मेवा कसरी काट्ने भनेर भिडियो बनाएको छु। यो सिम्पल प्रोसेस हो। सबभन्दा पहिला चाहिँ मेवालाई पखाल्ने राम्रोसँग अनि त्यसपछि चाहिँ हेर्नु कति राम्रो रहेछ यो मेवा होइन, मजाले पाकेको। अनि एउटा चम्चा लिएर त्यसको भित्रको सिडहरू चाहिँ सबै निकाल्यो, राम्रोसँग निकाल्यो होइन। अनि सिडहरू निकालेको पछि स्लोली सिडहरू निकाल्ने अनि मेवा चाहिँ लास्टै हेल्दी हुन्छ होइन। अनि यो चाहिँ युजली अब तपाईँले एनी टाइम खान सक्नुहुन्छ। हामीले चाहिँ दिउँसो खाजाको युजमा खानु पर्ला भनेर ल्याएर राखेको थियौँ र आज अनि आफ्टर स्विमिङ चाहिँ यो काटेर खाने भने अनि यसरी स्कुप आउट गरेको पछि अनि त्यहाँबाट मैले चाहिँ लामो पिस गरेर काट्दा सजिलो हुन्छ। अनि लामो पिस गरेँ अनि लामो पिस गरेर सानो सानो गरेको पछि यसरी काटेँ होइन। त्यति नाइफ स्किल त्यति राम्रो छैन त अनि यसरी गर्दै स्लोली यसरी काट्दै 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 गएँ। अनि यसरी काट्दै अनि यो मेवा चाहिँ राम्रोसँग पाकेको रहेछ। अनि अनि टेस्ट वाइज पनि धेरै नै मिठो थियो। अनि त्यहाँबाट त्यसरी काट्यौँ अनि स्लोली यसरी काट्दै काट्दै गयौँ। अनि यो चाहिँ अलिकति पिलिङ गर्न चाहिँ लास्टै गाह्रो जस्तै हो त नि अब हेल्थ वाइज धेरै राम्रो हुने भएर चाहिँ अनि यसरी काट्दै गयौँ होइन। स्लोली 1 2 3 गरेर सबै कुरा काट्यौँ। अलि लुक्स लाइक चक पनि ठुलो भयो जस्तै छ, त्यही भएर अलिकति त्यो समात्दा चाहिँ अप्ठ्यारो भइरहेको थियो। यसरी काटेको पछि चाहिँ अनि त्यसलाई साइडमा राख्यौँ होइन। अनि मेवा चाहिँ धेरै नै राम्रो हुन्छ, यसमा धेरै भाइटामिन प्लस बुस्ट फर इम्युनिटी, गुड डाइजेसन एबिलिटी पनि हुन्छ अरे मेवामा। अनि त्यही भएर मेवा चाहिँ सकेसम्म अब खाइराख्नु। यसरी काट्दै गयौँ मजाले। यसरी सबै काटेर राख्यौँ भने यस्तो राम्रो भएको थियो। हेर्नुहोस् एकदम रातो अनि सेकेन्ड वान चाहिँ मैले चट्ट त्यो आलु छिल्नेले ट्राई गरेको, राम्रोसँग पिल हुँदो रहेछ होइन। योभन्दा नि त्यो राम्रो लाग्यो, सुरुको स्टाइलभन्दा नि यही सेकेन्ड वेबाट चाहिँ राम्रो लाग्यो। तपाईँले आफ्नो आलु छिल्ने युज गर्नु पर्यो, आलु छिल्ने कुरा युज गरेर चाहिँ त्यसलाई पिल गर्न सक्नुहुँदो रहेछ होइन। अनि यसरी लङ वेमा काट्दा चाहिँ समात्न सजिलो हुन्छ अनि त्यसरी काट्यौँ। त्यसरी काट्दा चाहिँ सबभन्दा राम्रो चाहिँ यो पपाया चाहिँ एकदम फ्रेस यसरी काट्यौँ। अनि यसरी काटेर यसलाई राम्रोसँग अब मैले उसमा के अरे प्लेटमा राख्यौँ। प्लेटमा राखेर अब 4-5 जना थियौँ हामी घरमा बुढाहरू स्कुल होलिडे। अनि यस राख्यौँ अनि प्लेटमा राखेर चाहिँ लास्टै मिठो भयोबाट चाहिँ राम्रो पनि कलरफुल ओरेन्जी एकदम राइप थियो। यसरी खाएको लास्टै मिठो भएको थियो। अनि यसरी नै तपाईँले नै खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ, सी यू इन नेक्स्ट भिडियो, बाई।